दाचोक भन्ने चाहिँ यहीँ रह्यो। हेलो नमस्ते सबैलाई। आज चाहिँ म शनिबार छ 12 बजिसकेको छ। एकछिन घुमेर आउनु पऱ्यो अनि अलिअलि अब साथीभाइसँग सालतिर जान्नलाई लागेको म चाहिँ यहाँ चाहिँ म रुमबाट बाहिर निस्किसक्यो। बाइक साइक पनि देखियो अनि एकछिन खाना अनि आज खाना खाएको थियो ग्यास्ट्रिक यस्तो चाल जाने खाना पनि खाइएन निकै बिसाउने होला। अहिले आउनु पनि के मलाई छर्काउँछ अब चालेर जान्छु। सुरुमा त्यहाँ अलिकति काम छ चालेरमा चालेरबाट अनि हेर्छु अनि सबैजनालाई कस्तो छ संसार आरामै हुनुहुन्छ होला। तपाईँको नानालाई फर्किएछ कस्तो भइरहेछ अनि विशेष गरी त मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। कोही नयाँ हुनुहुन्छ भने होइन अनि लाइक सेयर गरिदिनु होला अनि हामीलाई सपोर्ट गरिदिनु होला सबैले होइन। भिडियोहरूलाई हेरेर होइन भिडियो चाहिँ म डेली लाउनु खोजिरहेको छु तर भिडियो त्यतिखेर अहिले गर्न भएको छैन कि अहिले आउट गरी मैले सरी कि अब त्यति डुल्न त्यस्तो पाइँदैन चिसो भए जस्तो हुँदैन रहेछ। किनभने अहिले धेरै गाह्रो हुन्छ कि र अहिले घामले चिन्ता दिन्छ बाहिर त्यति हिँड्न पनि सक्दैन। अहिले चाहिँ ठ्याक्कै यो कालीमाटीको पुल पनि छु जानुमा अब आज त्यतिकै एकछिन घुमफिरी हुन्छ कस्तो हुन्छ रमाइलो है होइन। साथीहरू भेट्न जान लाग्यो साथीहरू जान्छ जान्छ गाह्रो हुन्छ साइलेन्सर काटेको हो साइलेन्सरको लागेको हो बाहिरै रहेछ। लाइसेन्स चाहिँ पुलिस गरेर है यसको रिन्यू फेल भयो टाइम यसको रिन्यू फेल भयो टाइम आउँछ है। 12 बजी सुरु भइसक्यो जताततै है अहिले रिनो उसको चाहिँ दिलबुकको रिनो खेल्छ कि अनि सिधै भनिदिइरहेको मामा मलाई थाहा त थियो अब दिलबुकमा केही हुँदैन भन्ने चाहिँ त्यही पनि अब मामाले भनेको गर्नु पऱ्यो अनि परियो यस्तै हो कहिले काहीँ होइन। ठाउँको नाम त थाहा भएन मलाई ठ्याक्कै है। अहिले चाहिँ यहीँ आइरहेको छ त्यो ठाउँको नाम चाहिँ के हो गाह्रै भएछ। गाडीले दिदीले लेन क्रस गरेर हिँडेको कि त्यत्रो ठाउँ खाली छ है तल हेर्नु कहाँ मोडेको आज चाहिँ हामी भाइसँग भेट भएर घुम्न जाँदैछौँ बसारी ठाउँमा चाहिँ।
त्यस्तो जागिर हुन्निने के भन्नु भयो जागिर हुन्निने हाम्रो त्यस्तो गाडी र जागिर हाम्रो जङ्गल त्यस्तो 15-16 महिना भयो म चाहिँ अब साथी यार नसोचेर छिर्नु भयो यार काम छैन यार हाम्रो दुःख छ यार लाग्दै माथि यार दुःख त हो सोचे जस्तो हुन्न यार लाग्दै दुःख चाहिँ दुःखै छ हेर्दै थाहा हुन्छ क्या दुःख कति छ भनेर हेर्दै कति दुःख हुन्छ के हुन्छ नि त सबैले कुटाइ खाने रहेछ मेरो जेठी सासू हुने हो नि त आर्मी नै हो उसले भन्छ एउटाले गल्ती गर्यो नि सबै कुटाइ खान्छन् काठमाडौँ हेलो सुख शान्ति बाटोमा दिन यार याङ्लो हाकेको झडक कहिले के को झडक यो दसमा नि बानी गर्ने रुम दास कामरा गर्नु भएन त्यसमा त जानु हुँदैन ढुङ्गा मात्र खाइन्छ कतिवटा घर चले यार वन त्यस्तो नि अझ 6-7 वर्ष त्यस्तो 4 वर्ष त्यस्तो मेरो अब जानु मन लाग्छ बाटो सम्झेर जानै मन लाग्दैन लड्नु भयो क्या कहाँ लड्नु भयो क्या भ्लग बनाउँदै हो छैन स्कुटरको मन 2 चोटि लडेको छ स्कुटर बाइक चलाउने बानी बाइक यस्तरी ढल्किन्छ नि त झल्किन्छ भने ढुकिन्छ क्या पछाडिको ब्रेक अगाडिको ब्रेकै छुटाउनु गाह्रो हुन्छ क्या छुटाउने भन्दा नि यहाँ यस्तोमा ढेक्का हुन्छ नि त यता यस्तरी पल्टाउँदाखेरि त्यहाँ छुँदो रहेछ छुँदाखेरि ढल्क्या हो कि पछि म यस्तो नमिरो लडेको छु म नि 2 ठाउँ लडेको छु चलाइरहने हो स्कुटर कहिले यहाँ चलाउने अलि हतारमा थियो गऱ्यो अनि ओभरटेक गर्दाखेरि ढल्केको अब यस्तै बस्दा त उता त बस्नु मनै लाग्दैन होला है के भन्नुभयो यसो फ्रीमा बस्ने बानी उता गएपछि बस्नै मन लाग्दैन होला कहाँ लाग्नु अल्छी लाग्छ नि यहाँ त अब लोडिङ भइहाल्छ यस्तो फ्रीमा बस्ने बानी तर बानी भएपछि त ठिकै हुन्छ होला अहिले कसै बस्न चाहिँ मन लाग्दैन होइन अब के गर्नु त छुट्टी चाहिँ थोरै दिने रहेछ है छुट्टी कस्तो थोरैको दिने रहेछ कि है 1 महिना 1.5 महिनाको दिँदैन किन त 25 छ यसपालि चाहिँ अलिकति मुभ हुनेछ क्या हाम्रो सोलु कतिजना हुनुहुन्छ कि तपाईँ मात्र सोलुको त म एक्लै छु यार त्यहाँ त हो र खोटाङको छ 1 जना सोलुको म 1 जना जानुपर्छ बाइक लानु दिँदैन यता त घुम्ने ठाउँ टन्नै छ त्यो पनि म एकचोटि गएको थिएँ त्यो बाटो याद छ कि छैन अब सोध्दै कारबाट पछि हिँड्न लाग्थ्यो है अल्छी लाग्थ्यो यार
महिनाको लुगा सदुपयोग मैले माथि आउँछ नि चलाउन के भन्नुभयो बाइक चलाउन आउँछ होइन आउँछ यस चलाउनुहुन्छ अनि छोडिदिनु तपाईँ चलाउनु अट्टामा चाहिँ खच्चियो फेरिमा निम्बु आउनु भएको छ यता हजुर फर्स्ट टाइम हो गर्नु सेकेन्डचोटि होला ए हो नि थर्डचोटि हो विनोद नु आएको थियौँ हामी यता विनोद 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 उसँग नि आएको थियो उनी धरान छु त के भयो ट्रेनिङ दिँदै हो कि होइन कोरियाको गरेको थियो केटा नाम निकाल्नै सकेन हेर्न सक्दिनँ त उनी छैन क्या ज्ञान छ हाम्रो त दिमाग बोध छ कि साथी भेनाहरूसँग भन्दै हुनुहुन्छ ज्ञान त तिनीहरूको अब दाजु भयो क्या तिनीहरू राम्रै छ क्या
त होइन नि रङबाट आयो कि क्या के मैले बाटो भाइ झट्ट पारा यताबाट जाने है दुईचोटि आयो बिर्सिसक्यो धेरै बसिआयो त्यो त त्यो बाटो देख्दै मैले होइन जस्तो लाग्यो छ नि त छ यता नि बाटो त्यस्तै हो बाइक भयो 2 वर्ष हुँदा के छ भाइ बाइकका तानेन है बाइकले तानेन गराउँदा हामी चाहिँ एक अब बाटो त डेन्जर छ है बाटो डेन्जर छ पनि
बल्लै बोलाएको छ फेरि सिक्लिन्छ भने डरमा अरू भन्नु नि बाइक त कति गऱ्यो पिकअप चाहिँ यसको डेन्जर छ यार एलेक्स भाइले तान्न सकिरहेको छैन जाने कि बाइक राख जाउँ फुर्केले छ हिँडेर जाने भए भिडियो बनाउँदै जाने भए हिँडेर जाने कि बाइकमै जाउँ कुन त पोङ्गेले मेला लाग्दैछ कि गाडी त भिडियो बनाउनु दामी छ ठाउँ चाहिँ ठिकै छ नि त नभए हो मेरो गाडी भिडियो बनाउन मैले हिँड्नु के बाइक लिएर जाउँ हल्ला त हो ठिक छ म तपाईँ बाइकमा आउने हो होइन म नि हिँडेर आउँछु हो अब उसबाट हिँडेर आएको छु आज यो ठाउँमा आएको फेरि नै यहाँ भाइ छ छ्यामको छ र अनि म चाहिँ उसँग यहाँ झन्डा पार्क ऊ पनि आज जङ्ग भेट भयो हाम्रो थाहा थिएन उसँग भेट हुन्छ भन्ने चाहिँ त्यो पनि उसँग आज यहाँ आएर आएको छ फेरि ऊ पनि भर्खर पल्टनबाट आएर बसिरहेको छ चाबेलमा बसिरहेको छ म पनि ठ्याक्कै चाबेल गएको थिएँ अनि त्यहाँबाट हाम्रो भेट भयो अनि फेरि उसलाई भेटेर यता आइयो ठाउँ चाहिँ यहाँ त दामी छ है यसो भ्यूहरू हेर्ने ऊ हेर्नेमा चाहिँ यहाँ चाहिँ दामी ऊ भाइ चाहिँ यहाँ चाहिँ हेलो ऊ आज भर्खर कति दिन भयो यहाँ काण्ड आएको म लगभग भयो होला 10-12 दिन 10-12 दिन टिकटकमा चाहिँ बोलिरहेको थियो नम्बर छोइराखेँ भनेको नम्बर छोडेर हुन्छ म नि त्यत्तिकै ला यहाँ छ फेरि उता पल्टनको लाउरे हो नि हामी चाहिँ जिरो लाउरे गाउँ जस्तै लाग्छ है यता आयो भने दामी रहेछ गाउँ घरको जस्तो रहेछ सल्लाहहरू हेर्दाखेरि टक्कर आएर जस्तो रहेछ सल्लाहहरू नि पुरै यहाँ खडहरू त पुरै आगो लाग्यो भने त गयो डेन्जरै रहेछ ए सास बढ्दो रहेछ उकालोबाट हिँड्नै गाह्रो हुने रहेछ यार त्यो त मैले घर यतापट्टिको डाँडा जस्तै लाग्यो यो त हो भनेको
त्यहाँ घर उता पर्छ नि त मैले के भन्छ त्यो डाँडालाई चौतारा के त्यहाँ जस्तै लागिरहेको छ हेर्नु सल्ल त्यत्तिकै छ यहाँ आमा पुरै सल्लाह गाडी रहेछ यता त अलिक माथि आएको धेरै माथि आइपुगेछ गाउँै गाउँघरमा नि यस्तै छ धेरै गर्मी चाहिँ अति नै रहेछ यार गर्मी भयो नि चिसो अब यहीँ बसौँ लाग्दो रहेछ यार यहाँ छ मजाले पनि भ्लग बनाउँदै हिँड्दैछ भाइ पनि ऊ पहिले यस्तो शान्त थियो अहिले त आमा म भन्दा नि अल्गो छ अहिले बरु म होछ होला यस्तो त छ यहाँ त घर पो बन्दै रहेछ त्यहाँ अब चाहिँ पुग्न लाग्यो है यस्तो बाटो कटेर यहाँबाट चट्टा लाएर आमा क्या दामी ठाउँ है यहाँ चाहिँ पुरै सालगाडी यहाँ हाम्रो गाउँघरतिर यस्तै हो बाटो त हामी पुग्नुपर्ने चाहिँ ऊ माथिको त्यो माथि हो यस्तो छ बाटो चाहिँ हामी म यो त योसँग 2-3 चोटि भयो आएको नि योलाई चाहिँ खै झन्डापारा भन्छ नाम चाहिँ मलाई त्यही थाहा भएन बाटो चाहिँ यस्तो डेन्जर छ कि उकालो बाटो त्यस्तै छ चिसो हावा खानु मन छ भने चाहिँ यहाँ आएर खानु भने चाहिँ आफूलाई फ्रेस खालको मजाले होइन के दामी फुल फुलेछ फुलको आँखामा भाइ पनि पुरै भ्लग बनाएर हिँड्दैछ यस्तो हुँदो रहेछ हामी माछी भन्छ कसैले बुझ्दैन थियो कि माछी भनेको हाम्रो भाषाबाट चाहिँ अनि अस्तिको दिन पनि मलाई सोधिरहेको थियो कि माछी भनेको के हो भन्ने सोधेको थियो मेरो चाहिँ भाइ पर्छ है माछी भने चाहिँ फेरि अब माछी भन्छ अब हाम्रो राई भाषाबाट चाहिँ अब सबै छ्यामाको छोराहरूलाई चाहिँ माछी भन्छ हाम्रो राई हो नि त राई त्यही भएर पनि यस्तो बाटो हिँड्नुपर्छ यो उकालो देख्दा त कहाँ गएको याद आउँछ मात्रै थाहा छ जुबु गएको याद आउँछ मलाई थाहा यार आमा हो भनेको आमा उकालो थोरै छैन यार ठ्याक्कै त्यो हामी दुधकोसी चढेपछि माथि उकालो यस्तै छ यार नन स्टप माथि के भन्छ जुबु टप नपुग्नेसम्म यस्तै हो सुकेन पुग्छ हो फुल चाहिँ दामी फुल दिइरहेछ यार यो फुल हो कि के भन्छ यसलाई बाटो चाहिँ एकदम रमाइलो छ बाटो आयो भने मैले त खुट्टै दुखिसकेँ हेर अब त यस्तो उकालो बाटो छ बानी नहुने रहेछ अब त त्यो बाइकमा हिँड्ने बानी भएकोले होला त्यसो भन्नु त हुँदैन फेरि 2-3 वर्ष बाइक चढ्यो भन्दैमा यस्तो भनिदियो भने बर्बाद हुन्छ है यो ठाउँ चाहिँ तारकेश्वर नगरपालिका हो कि के भन्थ्यो यो ठाउँको नाम त मैले ठ्याक्कै बिर्छु कि झन्डापारा भन्छन् झन्डा फर परिरहेछ भाइ मजाले हिँड्दैछ पहिला म भन्दा सानो थियो अहिले म भन्दा अल्गो छ कहाँ उस्तै हुनु हो भनेको यत्रो वर्ष भन्ने कसैले सोचेको नि थिएन यो मान्छे यार अचानक बढिदिइरहेछ यार बाटो त डेन्जर छ त्यहाँ अब चाहिँ पुग्न लाग्यो है बाटो चाहिँ यही हो उकालो आमा
अब यहाँ आइपुग्यो मलाई तिर्खा लाग्यो यार मिठो कस्तो रहेछ त छ पानी गएर चिसो एउटा पानी सर्लक्कै खाइदिने गाह्रो बाटो यहाँ हैट ल यहाँ पनि पसल खुलिसकेछ कहिले कहिले नि यहाँ पसल खुलेकै थाहा छैन त्यो दिउँसो अहिले 3 बजीतिर हेर्नुपर्छ होइन उयो त त्यो सबै देख्छ हेर्नु अहिले घामले गर्दा भाइ यहाँ स्याहाँ स्याहाँ भएर आउँदैछ आर्मी मान्छे पो त्यतिकै छैन त्यहाँ मान्छे हो 40 किलोको झोला त बोकेर हिँड्छन् भने यो त सामान्य हो झन्डा फरफरिरहेछ ट्रक्क लाएर होइन अब चाहिँ ठ्याक्कै आइपुग्यो झन्डा पारामा मस्त बसिरहेको छ यहाँ त डान्स पो गरिरहेको रहेछ यार मेन ठाउँमा आइपुग्यो हामी हाइट झन्डै च्यातिसकेछ यार बर्बाद हो नि झन्डा त फेर्दै हुन्थ्यो नि त्यो नमिच झन्डा च्यातिएछ यार यो झन्डा चाहिँ फेर्दै हुन्थ्यो नि यार यहाँ त डान्स गरिरहेको छ है पुरै यहाँ त घुम्न आउने मान्छेहरू त धेरै हुँदो रहेछ पुरै पानी खाएर है भति भाइ पहिला सुरुमा के छ त पानी खाउँ अब पानी खान जाने हो लास्ट तिर्खा लाग्यो सुटो उकालोमा यहाँ बसेर लाली गुराँस चाहिँ कहाँ टिभी हेर्दैछ ऊ त्यहाँ माथि हातभरि छ जङ्गल त यहाँ धेरै हाइट रहेछ यहाँको त पुरै राम्रो गाउँ रहेछ यहाँ रमाइलो गाउँ रहेछ डेन्जर यार बाइक यहाँसम्म आउँथ्यो हिँडे आउनु मजा आउँछ रहेछ भने बाइक ल्याइएन मजा पनि लिनुपर्छ नि त बाइकमा त कुदेर भएन नि त बाइकको लाइन त यार कति हो कति डेन्जर यार यहाँबाट त खतरा खतरा देखिन्छ यहाँनिर हजुर हजुर बस पानी खाँदै हुनुहुन्छ यहाँको जस मजाले रहेछ ठाउँ यहाँको तल त पुरै तलै देखिन्छ होइन तल देखिन्छ काठमाडौँ तल तल अघि देखाएको झन्डा पार्क यो फाइनली अब यहाँबाट चाहिँ हामी चाहिँ फर्केको हो फर्किसक्यो अब यहाँ चाहिँ यति हो फोटोसुटहरू गरियो अनि साथीसँग चाहिँ लाग्यो अब यहाँ चाहिँ झन्डा पारा गयो हो यस्तो दामी छ दामी बस्दो रहेछ यो ओरिजिनल हो यो जस्तै बस्दो रहेछ सक्यो अब यहाँबाट हामी फर्किसक्यौँ अहिलेकोमा थियो तपाईँले देख्नुहुन्छ यहाँ माथिबाट हामी फेरि अर्कै बाटो रिटर्न आयौँ अब यसपछि खै अन्त जाउँ भनेको अब टाइमले के हुन्छ हेर्दै जाउँ
होइन टाइम भएछ भने सबै ठाउँ जानु मन छ होइन यहाँ चाहिँ एकदम दामी ठाउँ छ है तपाईँको यो तारकेश्वर नै हो तर झन्डा पारो भन्छ तर ऊ चाहिँ ठाउँ चाहिँ नाम चाहिँ थाहा याद भएन तपाईँहरू आउनुहुन्छ भने बाटो एकदम दामी छ यहाँबाट होइन यहाँबाट सिधै ओह्रालो झर्ने यहाँ त पिकनिकमा आउने जस्तै छ कि बाटोहरू टन्ने मान्छेहरू छन् हेरौँ हेरौँ फर्की आम्मामा यार स्वयं मान्छे हेर्नु न कोटेश्वरमा मात्र माग्ने होला नि त यहाँ पनि बस्छ त्यस्तै रहेछ यहाँ के हो आज यहाँ चलिरहेछ त्यहाँ त भन्दा को कम भन्ने मात्रै आउँछ
बाइक त कति हो कति आज कोही डरे त गयो क्या स्कुटर त्यहाँ राखेको के भन्नु स्कुटर त्यहाँ राखेको छ एकछिन निक्लिन्छ कस्तो डोरेर लगाइदिएको नि को मलाई रहेछ यस्तो चाहिँ नगर्नु पर्ने हो कि माथि धाचुक हाय अब फेरि यहाँ आइपुग्यो आज साथीसँग चाहिँ घुमेछ ऊ दाजु भयो आइयो साथी माथि आयो कि कता हो ए तलै पो रहेछ साथी त साथी अहिले यो साथी आजलाई घुमाउनु ल्याएको हामी दुईजना घुमेको साथी केलाई यो रिसोर्टहरू कालीबन्डे चाहिँ एउटा चाहिँ है उसको इच्छा अनुसार पनि त हुन्छ धन्न अलिकति छिटो आइएछ है न त बन्द गर्ने बेलामा आइपुगिएछ आज चाहिँ रातिसँग आउँछ आइयो झन्डै बन्द गर्ने टाइम अलिकति घुम्थ्यो अलिकति फोटो खिच्नु चाहिँ पायो है अब यहाँ बन्द गर्ने भइसकेको छ बन्द गर्ने बेला भइसक्यो दिदी हामी पनि निक्लिन्छौँ त्यसो नभन्नु न फेरि हामी कहाँ सुत्ने यहाँ हेलो अहिले चाहिँ हामी फर्फिङ आएको भाइसँग अनि आजको भ्लग चाहिँ धेरै हो क्या हामी 3 ठाउँ गयौँ सुरुमा झन्डापाडा गयौँ झन्डापाडाबाट कालुपाण्डे आयौँ कालुपाण्डेबाट अहिले फर्फिङ 3टा ठाउँ चाहिँ आज घुमेको हामीले 3टै भिडियोहरू चाहिँ म कट गरेर तपाईँहरूलाई देखाउँछु भाइ चाहिँ पर गइसकेको छ होइन अरू काम केही छैन होइन यस्तै ठाउँमा गयो भिडियोहरू बनायो अनि हाल्यो अरू त के भन्नु यो फर्फिङ चाहिँ तपाईँहरू नआउनु सक्नुहुन्छ धेरै नजिक छ काठमाडौँभन्दा चाहिँ धेरै नजिक भन्दाखेरि पनि काठमाडौँको सबसे घुम्नु नजिक भनेको यही ठाउँ छ अनि कालुपाण्डे अनि झन्डापाडा अरू त खै अरू ठाउँ त मलाई थाहा छैन कहाँ के हो भाइ पनि कहाँ गयो अब फेरि तल ड्याममा जान्छौँ ड्यामबाट चाहिँ सिधै उता निस्किन्छ भाइ कहाँ गयो ल आजको लास्ट भन्नु चाहिँ मिल्दैन अब मेरो चाहिँ गोप्रो अनै हुन्छ अनि भाइसँग आएर चाहिँ कफी भन्दा नि मिल्क टी लिएर खाएको छु अनि यसो यहाँ चाहिँ डेम्बो कटेजहरू रहेछ है यहाँ चाहिँ दामी छ है ठाउँहरू बस्ने अनि चाहिँ यो चाहिँ गाउँ जस्तै लाग्यो गाउँतिर हाम्रो पनि यसरी बनाएर राख्छु भ्लग चाहिँ 3 ठाउँको भएपछि लास्ट चिया चाहिँ यहाँ हामी यहाँ खाएछौँ माथि खानु भनेको टाइमले पुगेन क्या जताततै चियाको क्यान चाहिँ 3 ठाउँ भ्याउनु पर्ने थियो नि त 3 ठाउँले गर्दाखेरि आज यहाँ आएर चाहिँ यहाँ लास्ट चिया यहाँ खाइएको छ खाजा चाहिँ हामी उतै गएर एक ठाउँ खान्छौँ अनि के हुनुहुन्छ हेरौँ लास्ट हाम्रो
गन्तव्य सकियो अब यहाँबाट भाइलाई छोडिरहेको छु म रुमतिर राख्छु रोक्नुपर्ने हो कि जाँदा हुन्छ धन्यवाद बोलान्छ आनु हो खै भाइ म फर्किन्छ है त्यहाँदेखि 9 बजी गाइडलाइन भेटी